स्टेजमा सम्पर्क गरिदिनु होला। अदमेकका टिम क्याप्टेनज्यू स्टेजमा सम्पर्क गरिदिनु होला। अहिलेसम्म भइरहेको खेलमा हाडीकोटले 2 बनाउन सफल भएको छ भने खाल्लेको 0-101 मिलिजुली खाल्लेको पक्षमा परिसकेको छ। हेरौँ यो सेट कसको पक्षमा जाने हो। अदमेकका टिम क्याप्टेनज्यू यस स्टेजमा सम्पर्क गरिदिनु होला। बगलकोटका टिम क्याप्टेन उपस्थित भइसक्नु भएको छ र अदमेकका टिम क्याप्टेनज्यू यस स्टेजमा सम्पर्क गरिदिनु होला छिटोभन्दा छिटो। अहिलेसम्म भइरहेको खेलमा हाडीकोट 3 छ भने खाल्ले 2। अदमेकका टिम क्याप्टेनज्यू यस स्टेजमा सम्पर्क गरिदिनु होला। अहिलेसम्म भइरहेको खेलमा हाडीकोटको 4 छ भने खाल्लेको 3। अदमेकका टिम क्याप्टेनज्यू यस स्टेजमा सम्पर्क गरिदिनु होला। खेल निकै प्रतिस्पर्धा भइरहेको छ। दुवै टिमका खेलाडी साथीहरू तयारी अवस्थामा बसिदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। जयमुनी नगरपालिका हामीले गलकट भनेका थियौँ तर गुरुङ फेन्सी रहेछ। गुरुङ फेन्सी र दबेक बीच खेलाउनेछौँ। तसर्थ दुवै टिमका खेलाडी साथीहरू तयारी अवस्थामा बसिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। यस खेलको समाप्ति लगत्तै अहिलेसम्म भइरहेको खेलमा हाडीकोटको साथ छ भने 5
हाम्रो स्टेजमा कलाकारको आगमन हुँदैछ तसर्थ दर्शक महानुभावहरूले 100 रुपियाँको टिकट काटी सहयोग गरेर भित्र आइदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। आजका बहिनीहरू यस मञ्चभित्र प्रवेश गर्नको लागि म अनुरोध गर्छु। यस भाग्य मेलाको दोस्रो दिनको लागि हामीले आमन्त्रण गरेका कलाकारहरू यहाँ उपस्थित हुनुहुन्छ। समीक्षा अधिकारीज्यू, समीक्षा अधिकारी हाम्रो मञ्चमा प्रवेश गरिसक्नु भएको छ। त्यसै गरी समीक्षा अधिकारी र विष्णु श्रीपाली हाम्रो मञ्चमा प्रवेश गरिसक्नु भएको छ। त्यसरी अन्य शर्मिला बिसिरा अनुराना पनि आउने क्रम जारी छ र उहाँ पनि छिटोभन्दा छिटो यस मञ्चतर्फ आइदिनको लागि म अनुरोध गर्दछु र हामी केही खेल सुचारू गरिदिनु होला। खेल समाप्तिपछि हामी कलाकारको प्रस्तुति जोड्नेछौँ। त्यसैले सुचारू गरिदिनु होला, सुचारू खेल। र निकै प्रतिस्पर्धात्मक खेल भइरहेको छ यहाँ। बाहिर बस्दै गर्नु होला, हामी चाहिँ कलाकारको प्रस्तुति दिने भयो भने हजुरहरू बाहिर बस्नु होला। अहिले भइरहेको खेल 9 बराबर, हाईकोर्ट 9 खाली 9। आजका भाइहरू कुर्ची यसपछिको खेल हामीले गुरुङ फेन्सी र आजका भाइहरू मञ्चमा उपस्थित हुनको लागि म आजका बहिनीलाई अनुरोध गर्दछु। गुरुङ फेन्सी र पब्लिक बीच खेलाउने छौँ। दुई तिनजना भयो हुन्छ साथीहरूको यही अवस्थामा बसिदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। गुरुङ फेन्सी भर्सेस दमे। लगातार नम्बर थप्दै
मिलिजुली खाल्नेले 11 बनाउन सफल हुनुभएका छ भने 12 बनाउन सफल हुनुभएका छ भने हाडीकोटको 9 यहाँ हाडीकोटले निकै मेहनत गर्नुपर्ने देखिएको छ। यहाँ सट पनि उस्तै र ब्लक पनि उस्तै हुन पुगेको छ जसको फाइदा मिलिजुली खाल्नेको नम्बर 13 छ भने हाडीकोटको 9 यसपछिको खेल हामीले गुरुङ फेन्सी भाती बजार भर्सेस दमेक बीच खेलाउनेछौँ। तसर्थ दुवै टिमका खेलाडी साथीहरू तयारी अवस्थामा बसिदिने हुनका लागि हामी हार्दिक अनुरोध गर्दछौँ। म अतिथि आसनलाई पनि जोड्न गइरहेको छु। त्यसैले हाम्रो यस नकामना युवा क्लबको 35औं वार्षिक कार्यक्रममा आयोजना गरेको विभिन्न प्रतिस्पर्धात्मक खेल तथा विशेष साङ्गीतिक प्रस्तुतिको लागि हामीले आमन्त्रण गरेका छौँ। विशिष्ट अतिथि कुलबहादुर पुन विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि म अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको लागि ब्रेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद